हजुरलाई अब दुई चिज रह्यो देखाउन। एक चाहिँ ऐतिहासिक कुवा अनि एक चाहिँ अनि एउटा यो वृक्ष जब यो रतननाथजी आउनुभन्दा आएकै अब उसमा हो कि आउनुभन्दा अगाडि त्यो चाहिँ अब किन अब भएको छैन। त्यो चाहिँ अब हाम्रो सन्त निवास। हामी अब यहाँको अब जो जति छौँ यता अब कोही अब आयो भने चाहिँ महाराजहरू बस्नलाई यताउता गर्नलाई यो चाहिँ अब माथि त्यो भयो। हाम्रो अहिले पिरजी महाराज यता 7 नम्बर कोठामा बस्नुहुन्छ। अनि अब यो चाहिँ अब मन्दिरको एराउन्ड भयो। यहाँ पछाडि चाहिँ अब बगैँचा आँपहरू बगैँचा समाधिहरू अहिले चाहिँ यहाँ पछाडिहरू छन्। यो चाहिँ भेष 12 पन्त धुनाघर। भेष 12 पन्त धुनाघर यहाँ चाहिँ अब हाम्रो नाथ सम्प्रदाय हाम्रो नाथ परम्परामा चिरा लगाएर बसाल्ने गुप्तवास गराउने ठाउँ। जस्तै अब यो चिरा लगाएर कान चिरेर उहाँलाई अब पश्चात यहाँ उहाँलाई अब केही साधना मतलब 15 दिन 18 दिन 21 दिन 41 दिनसम्म यतै राखेर उहाँलाई अब खानपिन भोजन यतै टक्राएर उहाँको अब त्यही उहाँलाई अब 41 दिनसम्म उहाँ चाहिँ भगवानको स्वरूप मानेर यहाँ चाहिँ हामीले उहाँको सेवा गर्नुपर्छ। यहाँ चाहिँ अब धुना पनि छ भित्र। अनि यो चाहिँ अब ऐतिहासिक वृक्ष यो पनि अहिले भन्ने छैन। यो पनि अब सयौँ अब कति साल पुरानो थाहा छैन। जब यहाँ रतननाथ प्रस्थान गर्नुभयो जब यहाँ उहाँले यहाँ स्थापना गर्नुभयो उहिलेदेखि अब पार्थ देवता स्थापना त गर्नुभयो त्यसको लागि फुल पनि चाहियो पानी पनि चाहियो। त्यही भएर उहाँले यो वृक्ष रोपेर फुलको लागि गराउनु भयो। अब यो चाहिँ ऐतिहासिक सिद्ध रतननाथ कुवा पनि भन्छ। अनि यसलाई चाहिँ अब जिन्दा पीर पनि भनिन्छ यसलाई। अनि यो पनि अब उहाँ रतननाथ यहाँ प्रस्थान गरेकै टाइममा उहाँले यो स्थापना गरेको कुवा भन्ने पनि छ एउटा। जलको लागि चाहिँ यो जलको लागि यो गर्नुभयो। अनि अब फुलको लागि त्यो गराउनु भयो। मन्दिर स्थापना गराउनु भयो। बोट बिरुवाहरू चाहिँ अब त्यो धेरै भइहाल्यो। अनि चाहिँ अब यो चाहिँ कुवा ऐतिहासिक कुवा यो चाहिँ अब थुप्रै गहिरो छ। यो चाहिँ दाङ जिल्लाभरिको पहिलो कुवा हो। यो फेरि यो दाङ अधिराज्यभरिको सबैभन्दा पहिलो कुवा चाहिँ यही भन्ने पनि देखिन्छ। अब सबै अब किंवदन्तीहरू अब हामीलाई अगाडिबाट जो बताउनु भयो हामीले पनि त्यही बताउने हो। हामीले पनि अब गलत चाहिँ अब त्यति चाहिँ अब गर्नुहुन्न भन्ने छ। अनि यता चाहिँ अब भण्डार घर हाम्रो अब कोही उपस्थित आउनुभयो भने यो चाहिँ अब टोइलेट बाथरुम भयो। यो चाहिँ अब भयो त्यो भोजन गृह यो चाहिँ बगैँचाहरू। यो चाहिँ हाम्रो गौशाला। यहाँ चाहिँ अब गौमाताहरू यहाँ चाहिँ नन्दीहरू। यो चाहिँ नन्दी के गरिरहेको छ अहिले यो चाहिँ नन्दी। यो चाहिँ अब गौमाताहरू अहिले चाहिँ अब 2 4 5 6 7 8 9 10वटा थिए। अरू 2 चाहिँ बिरामीको कारणले मार्छु मैले मारेपछि मार्छ है अलिकति। अनि यिनी चाहिँ अब ब्याउने छन् 2टा। अब अस्तिसम्म दुध दिँदै थिए अहिले चाहिँ अब यो चाहिँ केही गर्दैन। काली के भयो के गर्दैन कान्छो। यो चाहिँ गौशाला। यो चाहिँ यो गाई पनि अब कान्छे। यो चाहिँ नन्दी। अनि ऊ चाहिँ नन्दी। अब एउटा नन्दी चाहिँ यस्तै अब बाहिर गयो। अनि उहाँ चाहिँ अब गौमाता उहाँ चाहिँ पनि ब्याउँदैछन्। सबै ब्याउने नै छन् गौमाता। अनि हाम्रो एउटा महाराज चाहिँ यहाँ बस्नुहुन्छ। उहाँ चाहिँ अब यहाँ गाईहरूको यता झारझुर गराउने यताउता गराउने सेवा गर्ने। अनि हाम्रो चाहिँ उहाँ पुरुष गर्न लागेको महाराज उहाँ चाहिँ गाई चराउने गुवालो। यो चाहिँ अब यताको अब आँप बगैँचाहरू भइहाल्यो। यताको नि आँप बगैँचाहरू भइहाल्यो। अब यस्तै छ। उहाँहरू चाहिँ अब हाम्रो अहिले महाराजहरू 5 जना धुनीजोगी मध्ये उहाँ 1 जना पर्नुहुन्छ। उहाँको मेहनत चाहिँ बहुत छ। उहाँ चाहिँ मेहनत बहुत गर्नुहुन्छ। उहाँले चाहिँ रुद्राक्ष अहिले केलाउँदै हुनुहुन्छ। उहाँको मेहनत भन्ने भने बहुत छ। उहाँको मेहनत त मेहनती हुनुहुन्छ। उहाँ चाहिँ एकदम हाम्रो महाराजहरूमध्ये सबैभन्दा मेहनती चाहिँ उही हुनुहुन्छ महाराज। हाम्रो उहाँ महाराज चाहिँ अब गाई चराउनुहुन्छ। हाम्रो गुवालो गौरी गोपाल उहाँको नाम गोपाल गुवालो हाम्रो उहाँ महाराज हुनुहुन्छ। अनि यो चाहिँ अब रुद्राक्षको वृक्ष
यो चाहिँ अब रुद्राक्ष वृक्ष, यो चाहिँ अब रुद्राक्ष पाखिरहेछ, झर्दैछ। महाराजहरूले टिपिरहनु भएको छ रुद्राक्ष। यो चाहिँ अब यिनी चाहिँ जीवित समाधि, सिद्ध जीवित समाधि। सिद्ध वैद्यनाथ भनेपछि यिनको पनि आज उहिले भन्ने छैन। यिनी समाधिको पनि यिनी चाहिँ जीवितै समाधि लगेको, सिद्ध भएर जीवितै समाधि लगेको, जीवितै उहाँ बसेर माथि समाधि लगेको। उहाँ चाहिँ आज उहिले भन्ने छैन। उहाँ चाहिँ अब रतननाथजीकै पालादेखि होला जस्तो लाग्छ हामीलाई चाहिँ। अब महाराजहरूसँग सोद्धा पनि उहाँको चाहिँ मिति छैन भनेर भन्नुहुन्छ। उहाँ चाहिँ अब यिनी समाधिहरू, यिनी चाहिँ महन्तका समाधिहरू, यहाँको महन्तहरू पहिला हुनुहुन्थ्यो होला उहाँहरू। अब यहाँको अब दर्शनीनाथजीहरूको समाधि चाहिँ उहाँ भयो। उहाँको समाधि चाहिँ विजय योगी शास्त्री विजय नाथजी उहाँकै दाइ पर्नुहुन्छ। अहिले उहाँ रुद्राक्ष केलाउँदै हुनुहुन्छ नि, उहाँको ठुलो दाइ पर्नुहुन्छ शास्त्री योगी विजयनाथ भन्ने। उहाँ चाहिँ अब एउटा पूज्य गुरु पनि हुनुहुन्थ्यो। उहाँ चाहिँ अब शास्त्री भन्ने चाहिँ उहाँ संस्कृत विज्ञ मान्छे हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ यी दुईवटा चाहिँ गुरुको समाधि, यो चाहिँ चेलाको समाधि, गुरु चेलाको समाधि। यो चाहिँ सिद्धवीर रतननाथजीको अब पालादेखि नै अब उहाँ पहिला अब कहिले हो त्यो त अब हामीलाई त्यति थाहा पनि भएन। तर चाहिँ अब जीवित समाधि माथि बिहानको पूजा माथि सकेर पछि आएर 3 घन्टीले यहाँ पूजा गऱ्यो भने बल्ल पूजा अलि पुरा हुन्छ। अझै पनि टाइम लाग्नलाई चाहिँ, तर माथि पूजा गरिसकेपछि 3 घन्टी यहाँ आएर यहाँ पूजा गरेर ऊ बान्ने भन्ने हुन्छ। यहाँ चाहिँ अब एउटा यहाँ बान्छन्, 1 2 5वटा यहाँ चाहिँ ऊ बान्छन्। त्यही भएर यो चाहिँ अब अहिले साँझ पूजाको टाइममा झाडुले सबै ठाउँ झाडेर ल्याएर एउटा त्यो झाडु हुन्छ। एउटा झाडु भनेको चाहिँ अब यस्तै हो, एउटा झाडु चाहिँ यस्तै हुन्छ। अनि अब सबैतिर अब यस्तो झार्दै गएर अब यो टाउकोमा राखेर ल्याएर अनि यहाँ राखेर अनि गएर उहाँ गएर ओम भन्यो भने यहाँ चाहिँ पूजा चारीको टाइममा ओम भन्ने हुन्छ। अब यही हो सबै। अब अन्तिम अब तिर हामी चाहिँ अब गर्ने क्रममा चाहिँ माथिको यस्तै हो। यो सबै यहाँ चाहिँ अब पुस्तकालय छ। अहिले महाराज पुस्तकालयको महाराज हुनुहुन्न, हुनुहुन्न। यहाँ चाहिँ अहिले माथि माथि हुनुहुन्छ भने चाहिँ अनि यो चाहिँ अब विश्व कल्याण कोटियमको बारेमा राष्ट्रगुरु योगी नरहरिनाथज्यूद्वारा लिखित। यो चाहिँ अब कोटियम किन गर्ने र कसरी गर्ने, के कारणले गर्ने भन्ने कारणले उहाँ चाहिँ अब यो एउटा उदाहरण दिनुभएको छ उहाँले। अनि यो चाहिँ अब गुरुजीले नै लेखेको। अनि यो चाहिँ अब यो पनि गुरुजीले नै लेखेको। अनि वैदिक राष्ट्रिय प्रार्थनादेखि लगेर अनि यो हाम्रो मौलिकता कतातिर गयो, मूलस्थलीको कथा, भाषा भूषण वेश संस्कृति कला आदर्श शैली कथा, कसमा छन् थरका थला तल हुँदा थारू कसोरी भयो, जेठो वेद हिमाल हो सकलको कैलाश साँची छयो भनेर उहाँले अब यसैमा जन्म्यौ, यसैमा हुर्क्यौँ, यसैमा बिलाउँ, फुटेका भाइ जुटेर सबै छुटेको मिलाउँ भन्ने जस्तै अहिले अब हाम्रो नेपालमा पनि फुटिरहेछ। अहिले हामी एकीकरण छैनौँ, जुटेका छैनौँ। अहिले जुट्यौँ भनेपछि हातमा हात र पाखुरामा पाखुरा जोडाएपछि सबै हुन्छ कि केही नहुने भन्ने सम्भवै छैन कि, सबै हुन्छ। त्यस कारणले अब वैदिक राष्ट्रिय परिचय हाम्रो चाहिँ पुस्तकालय। अब आदेश 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 यो चाहिँ हाम्रो पुस्तकालय। अब उहाँ चाहिँ पुस्तकालयको संरक्षक, मतलब पुस्तकालय चलाउने उहाँबाट नै हो। अरू यसको पुस्तकालय बारेमा उहाँसँग अब संक्षिप्तमा सोद्धा नि हुन्छ। ओम आदेश 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 गोरक्षपालम गुरु शिष्यपालम शेषा हिमालम शशिखण्डभालम कालाक्ष कालम जितजन्मजालम वन्दे जटालम जगताप जनालम। हाम्रो शिव गोरख मन्त्र होइन, हामी यो गोरख मन्त्रबाट हामी चाहिँ सबै कार्यहरू सिद्धि गर्ने, कार्यहरू गर्ने हाम्रो सुरुवातीका गर्छौँ हामीले। यो चाहिँ गोरक्षे पात्र देवता सिद्ध रत्ननाथ मन्दिर। अब यो चाहिँ होइन विक्रम सम्वत 809 स्थापना भएको योगी नरहरिनाथज्यूको होइन उहाँले चाहिँ दिनुभएको एउटा इतिहासको अनुसार चाहिँ विक्रम सम्वत 809 मानेको छ। त्यसबाट चाहिँ अब अहिले हामीले चाहिँ त्यसलाई नै अहिले झन्डै 1267 वर्ष समथिङ कतिको चाहिँ हिसाब आउँछ होइन। त्यो हिसाबले गर्दाखेरि होइन यो चाहिँ अब अहिले चाहिँ त्यो मन्दिरमा चाहिँ देशको पूजा पद्धतिहरू होइन सबै। अनि त्यसपछि अब गोरखनाथको त्यत्रो महिमा छ। गोरखनाथले होइन एउटा चाहिँ राजालाई सिद्ध बनाउनु भएको कुराहरू छन्।
सिद्ध बनिसकेपछि त्यहाँ यसलाई चाहिँ एउटा पूजा पद्धतिमा ल्याएर होइन पूजा पद्धतिमा जोडेर अनि योग प्रचारसँग जोडेर होइन त्यसरी चाहिँ यसको चाहिँ अगाडि बढेका कुराहरू चाहिँ हाम्रो इतिहासले बताउँछ होइन। यो चाहिँ हाम्रो गोरखनाथको इतिहासको साथसाथै सिद्धरतननाथको महिमा छ। त्यही महिमासँग अहिले हाम्रो देवीपाटनसँग पनि जोडिएको छ होइन। विभिन्न किसिमका अन्य कार्यहरूसित जोडिएको छ। अब हाम्रो मन्दिर परिसरमा भएका चिजहरू यसमा चाहिँ सायद हजुरले चाहिँ भिडियोमा चाहिँ क्लिक लिइसक्नुभयो होला होइन। त्यसमा पनि हाम्रो भण्डारीले पनि केही बताउनु भयो होला होइन। अब त्यस्तै प्रसङ्गमा अहिले हाम्रो परिसरहरूमा विभिन्न किसिमका गोरक्षनाथको मन्दिर लगायत अनि हाम्रो चाहिँ गोरक्षरत्ननाथ पुस्तकालय अनि यहाँ चाहिँ प्रभात कला चित्रकला होइन त्यहाँ छ होइन। अब अरू चाहिँ यहाँ धेरै वर्ष पुरानो होइन त्यो चाहिँ गोलाइची वृक्ष अनि त्यो छ। यतातिर हाम्रो इनारको कुराहरू त्यो छ अनि बट वृक्षहरू यी कुराहरू सबै हाम्रो चाहिँ यो संस्कारसँग जोडिएका कुराहरू छन्। यसमा हाम्रो संस्कारहरू पनि जोडिएको छ। अहिले हामीलाई चाहिने कुरा पनि एउटा संस्कारै हो। जब हामीलाई चाहिँ संस्कार छैन भनेपछि सबै चिजबाट वञ्चित हुने रहेछौँ। अनि त्यही भएर हामीलाई चाहिँ संस्कारको पनि अनुभूति हुनुपर्ने रहेछ अनि संस्कारको पनि आवश्यकता रहेछ भन्ने कुरा हामीले चाहिँ महसुस गर्दै जाने कुरा हो। जन्म भयो त्यसपछि हाम्रो संस्कार सुरु भयो। त्यो संस्कार अब हाम्रो घरैबाट सुरु हुन्छ। त्यसपछि अब पछि त पाठशाला पछि जाने हो होइन। पाठशाला गुरुहरूले त्यसरी दिने कुरा हुन्छ। अथवा गुरुहरूको पनि अब हाम्रो चाहिँ सुरुवाती त भइहाल्छ। गुरुसँग हामीलाई गुरु बनाउने गुरु चेलाहरूको चाहिँ होइन गुरु शिष्य परम्पराहरू हुँदै जान्छन् होइन। चेला त सबैको हुन्छ गुरु पनि सबैको। अब हामीलाई विद्यार्थी हामी भयौँ हामी चेलै भयौँ। अब उहाँहरूले चाहिँ गुरु भएर हामीलाई चाहिँ पढाउनु भयो त्यो पनि भयो। अब हाम्रा बुबा आमा एक किसिमले उहाँ पनि चेला हाम्रो चाहिँ गुरु नै हो। हामीलाई चाहिँ पृथ्वीमा होइन अवतरण गराउनु भयो उहाँहरूले होइन। पहिलो त्यसपछि आफ्नो बुवा आमा पहिलो गुरु त्यसपछि अब अर्को गुरु होइन। अब अन्य किसिमका धर्म गुरुहरू हुनुहुन्छ हरेक किसिमका गुरुहरू हुन्छ शिक्षा दीक्षाका गुरुहरू होइन। उहाँहरूले चाहिँ सबैको सञ्जालबाट यसलाई चाहिँ अनुबन्धित गराएर एउटा चाहिँ सक्रिय भूमिकामा चाहिँ निर्लिप्त बनाइदिनुहुन्छ र मान्छेको जीवन सशक्त बन्ने एउटा वातावरण बन्छ। अब त्यही नै हाम्रो जीवनको पद्धति। अब हामी त्यसैले चाहिँ हामीलाई चाहिँ आनन्दीको अनुभूति दिने हुन्छ त्यो। अब हामीलाई चाहिँ जतिसुकै भयो भने घमण्ड छ हामीलाई अहङ्कार छ होइन। अब आज चाहिँ यति पैसा छ भनेर पनि हामीलाई कहिले पुगेको छैन होइन। नभएर पनि भएको छैन। अब जति भए पनि हामीलाई पैसा चाहिँ खाँचै छ तर हामीलाई चाहिँ सन्तोष छैन। मनमा पैसा 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 भन्दै तन त्यतिकै जाने हो। त्यसले गर्दाखेरि हामीलाई चाहिँ सन्तोष हामीले कसरी गर्ने। अब हामीलाई जब सन्तोष प्राप्त गर्छौँ होइन जति हामी सन्तोषी हुन्छ सन्तोष प्राप्त गऱ्यौँ भने हामीलाई आनन्द प्राप्त हुन्छ। जब हामी आनन्द प्राप्त हुन्छ अनि हाम्रो जीवन पद्धति सार्थक रहन्छ। अब हामी आनन्दै छैनौँ होइन। अब सागर र सिस्नु खाएको बेस आनन्दी मनले सागर र सिस्नु खाउँ बरु होइन तर आनन्दी मनले खाउँ। तर 84 व्यञ्जन खान्छौँ अब 24 घण्टा आफूलाई चाहिँ त्यसले असर त्यस्तो गरेछ भने त्यसको 84 व्यञ्जनको कुनै अर्थ छैन। त्यही भएर हाम्रा चाहिँ यस्ता संस्कार संस्कृतिहरू त्यही छन्। अब हाम्रा यसमा वेद पुराणहरूका कुराहरू छन्। योगी नारायणनाथले यहाँ चाहिँ स्थापना गर्नुभयो 2023 सालमा यो पुस्तकालय है 23 सालमा स्थापना गर्नुभयो। यहाँ चाहिँ विभिन्न किसिमका पुस्तकहरू यसमा चाहिँ धर्मका पुस्तकहरू होइन साहित्यका पुस्तकहरू इतिहासका पुस्तकहरू। अब यस अन्तर्गतमा जस्तै अब योगी नारायणनाथको अब हिमवत खण्ड पशुपति मतम होइन अब शिखरडी यात्रा यिनी बृहत पुस्तकहरू उहाँको छ यहाँ चाहिँ। अरू बाँकी चाहिँ अन्य ग्रन्थहरू होइन त्यसपछि सबै किसिमका छन्। अब वेद पुराणहरूका सबै कुराहरू छन् होइन। त्यो मान्छेहरू आउने यहाँ अध्ययन गर्नुहुन्छ। अब हाम्रो विदेशबाट पनि यहाँ आउनुहुन्छ। अब हाम्रो चाहिँ मेचीदेखि महाकालीसम्मको शिष्ट विशिष्ट व्यक्तित्वहरू आएर यहाँ अध्ययन अवलोकन गर्नुहुन्छ यहाँ होइन। त्यस्तो एउटा छ। अब मतलब शोध कार्य गर्ने मान्छेहरू पनि होइन पिएचडी गर्ने मान्छेहरू पनि हाम्रो नाथ सम्प्रदायसँगको कुराहरू के हो त भन्ने कुराहरू अनि योगी नारायणनाथका बारेमा कुराहरू अनि हाम्रो गोरक्ष पात्र देवताको वस्तुस्थितिका बारेहरूमा त्यसको चाहिँ अध्ययन गर्नलाई
मान्छेहरू आउनुहुन्छ होइन। त्यसले चाहिँ हाम्रो यसलाई चाहिँ एउटा उजागर बनाएको छ, मान्छेहरूसँग जनसम्पर्क हुने अवसर मिलाएको छ होइन। मान्छेहरू खोजीमा आउनुहुन्छ। अब कतिपय मान्छेहरू आउनुहुन्छ बाहिरबाट नाचेर जानुहुन्छ, उहाँहरूलाई त्यति थाहा पनि नहुन सक्छ। अब कति हामीले चाहिँ आएको मान्छेहरूलाई हामीले चाहिँ यहाँ यस्तो छ है भनेर हामीले जानकारी दिने वातावरण हामीले गराउन सक्यौँ भने त्यो नै हामीले चाहिँ यसको उपलब्धि मान्नुपर्छ होइन। अब त्यो हामीले त्यस्तो बनाउन सकिएन भने अब त्यसलाई पनि अब कतिपय थाहा हुँदाहुँदै पनि कोही त लापरवाही गरेर पछि हेरौँला भन्ने खाले पनि जान्छन् होइन। कतिपय चाहिँ अब ओहो यस्तो रहेछ नि, हामी त थाहै थिएन, अब आयौँ भन्नुहुन्छ। त्यो पनि यहाँ चाहिँ अवलोकन गर्नुहुन्छ, अध्ययन गर्नुहुन्छ। अब अहिले बिस्तारै अब हाम्रो चाहिँ यो नगरपालिकाले, हाम्रो महानगरपालिकाले पाठ्यक्रम राखिदिएको छ होइन। हाम्रो चाहिँ गोरखनाथको यो रत्ननाथको बारेमा त्यही पाठ्यक्रमको हिसाबले चाहिँ प्रत्येक स्कुलहरूमा चाहिँ पढ्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि अब हाम्रो यहाँ चाहिँ यो क्षेत्र हो, दाङ जिल्लाभरिको मान्छेहरू यहाँ चाहिँ अध्ययन गर्न विद्यार्थीहरू आउनुहुन्छ यहाँ हो। त्यसै प्रत्येक उसमा चाहिँ विद्यार्थीहरू अनि शिक्षकहरू आउनुहुन्छ। अनि त्यो होइन कतिपय उसमा चाहिँ अब सानो सानो बच्चाहरूलाई त अब थाहा हुन्न, तिनी शिक्षकहरूलाई यहाँ चाहिँ कन्भिन्स केही ब्रोसरहरू केही दिएर होइन पठाइन्छ। अब अरू त्यस्तै अलिक बुझ्ने खाले त्यस्तो छ भनेपछि हामी यहाँ क्लास दिन्छौँ। त्यस्तो बेला महाराज पनि आउनुभएको हुन्छ, कहिले पिरजी आउनुहुन्छ। यसो गरेर हामीले चाहिँ यस्तो किसिमको हो भनेर हामीले अवगत गराउँछौँ होइन। अब त्यही पनि एउटा हामीले सन्तुष्टि दिन सक्यौँ या होइन, अब त्यो उहाँहरूले चाहिँ जान्ने कुरा हो होइन। अब हामीले गर्ने कर्तव्य हामीले चाहिँ गर्छौँ होइन। अब कहिलेकाहीँ सदस्यता गराउने भनेको हो यो हामीले चाहिँ अब हाम्रो यो पहिला अर्कै हिसाबको थियो, त्यति अब थिएन। यो हाम्रो 2076 सालदेखि हाम्रो यो चाहिँ पुस्तकालयमा अलिकति यति गराइयो। अब त्यसपछि अब यसलाई चाहिँ एउटा ई लाइब्रेरीको प्रोसेसमा लागेको हो हामी। अब ठ्याक्क 2 वर्ष चाहिँ हजुर, त्यहाँबाट 2 वर्ष चाहिँ यो कोरोनाको समयले चाहिँ त्यसै अस्तव्यस्त बनाइदियो। त्यसपछि यताउता गर्दै कार्यक्रमहरू त्यस्तै अलि ढिलासुती चाहिँ भएको छ। अनि यसलाई चाहिँ ई लाइब्रेरी गर्ने, यसका दस्तावेजहरूलाई होइन अभिलेखीकरण गरेर राख्ने अनि भन्ने कुराहरू छ। अब अहिले चाहिँ हामीले अहिले आएको मान्छेहरूलाई देखाउन सक्ने अहिले यतिसम्म भएको छ होइन। यसलाई हामी शीघ्रातिशीघ्र यसलाई चाहिँ अझै परिमार्जित गर्दै लैजाने कुरा छ। यसलाई अझै हाम्रो यसलाई कसैले सहयोग गर्यो भनेपछि अझै पनि राम्रो होला भन्ने कुरो छ होइन। अब हाम्रो चाहिँ यो मन्दिर यही पुस्तकालय बनाउनलाई अब हाम्रो 10 लाख मन्दिरले चाहिँ खर्च गरेको हो होइन। त्यसपछि अब अलिअलि चाहिँ अब नगरपालिकाले केही सहयोग गर्नुभएको छ होइन। जस्तै हामीलाई फोटोकपी मेसिन दिनुभयो, हामीलाई यहाँ फोटोकपी गर्न मान्छेलाई टाढा जानु पर्दैन, यहीँकै उसमा चाहिँ हाम्रा फोटोकपीहरू हामी चाहिँ यहीँबाट हामीले उपलब्ध गराउन सक्छौँ होइन। त्यसपछि अब हाम्रो चाहिँ यतातिर चित्रालय बनाउने बेला हामीले चित्रको लागि फोटो फ्रेमहरू केही गराइयो, त्यही कार्पेटहरू बिछाएर अलिकति केही व्यवस्थित त्यहाँ पनि गराइयो। त्यो पनि त्यही नगरपालिकाको उबाट भयो। अनि त्यस्तै गरेर अब पुरातत्व विभागले मन्दिर निर्माणको लागि पुनर्निर्माणको लागि त्यो उसले चाहिँ लगानी लगाएर त्यो गरिदिएको हो होइन। सरकारी पक्षबाट पनि त्यो हो। अब अलिअलि चाहिँ अब अन्य सानो दाती संस्थाहरू अलिअलि कसैले सहयोग गर्न सक्छन् गर्छन्। अब त्यही भइरहेको छ। अहिले हाम्रो चाहिँ विशेष गरी हाम्रो योगी नरेन्द्रनाथका यहाँ चाहिँ दस्तावेजहरू भएका यिनीहरूलाई त्यसलाई अझै सुदृढ गर्दै यसलाई अझै भएका तिनी छुटेका कुराहरूलाई अझै लेख्न बाँकी छ होइन। जस्तै हाम्रा वंशावलीहरू त्यसमा चाहिँ हाम्रो योगी वंशावलीकै कुरा अब योगी नरेन्द्रनाथ महाराजले त्यो गराउनु भएको। त्यसपछि त्यो छापिने अवसर मिलेको छैन। त्यसलाई फेरि पुनः गराएर अब चाहिँ हामीलाई पनि जोड्ने हिसाबले चाहिँ हुँदै जाओस् भनेर हामी चाहिँ त्यसमै लाग्ने छौँ। त्यसमा चाहिँ अब हाम्रो चाहिँ अहिले पिरजी महाराज होइन, हाम्रो भण्डारजी महाराजमा अलि जागरुकता छ, उहाँहरूलाई उत्सुकता छ, हामीले चाहिँ गर्नुपर्छ है भनेर उहाँले चाहिँ मलाई पनि अब हौसाउनु भएको छ। अनि हामी सबैको सरसल्लाहबाट यसै गरौँ है भनेको छौँ होइन। जस्तै अब यो चाहिँ शिखरडी यात्रा पुस्तक, यो चाहिँ योगी नरेन्द्रनाथकै यो
रचित पुस्तक हो होइन। उहाँको जीवन पद्धतिसँग कुराहरू छन्, उहाँले चाहिँ भोगेका कुराहरू छन्। यसमा चाहिँ विभिन्न किसिमका चाहिँ दस्तावेजहरू छन् यसमा चाहिँ होइन। त्यस्तै गरेर यो हिम्मत खण्डहरू छ होइन। हिम्मत खण्ड अब अहिले चाहिँ अर्को हिम्मत खण्ड त्यो उसमा चाहिँ अरू त्यसलाई पुनः प्रकाशन गरेको छ। अब हामी योगीजीले गर्नुभएको त्यो पुस्तक पनि त्यहाँ छ, तर हामीसँग एक प्रति मात्रै छ। त्यसलाई हामी चाहिँ धेरै प्रतिहरू बनाएर होइन सबैको सामुमा हातमा पुर्याउन सक्ने अब हामीले चाहिँ योजना चाहिँ गरेका छौँ। अब त्यो चाहिँ ढिलो चाँडो होला अनि अब सबैको साथ सहयोग चाहिन्छ होइन। यहाँ चाहिँ 1000 वर्ष पुराना इतिहासहरू त्यस्ता ताडपत्र भोजपत्रहरू छन् आएर त्यहाँ चाहिँ यसो बाहिरबाट हेर्नुहुन्छ अब त्यो सबै कुरा त मान्छेले सबै बुझ्न सकिन्न होइन। त्यहाँका तिनी विभिन्न किसिमका लिपिहरू छन्, त्यो लिपिहरू बुझ्नलाई मान्छेहरूलाई अलि विज्ञ मान्छे नै चाहिन्छ। त्यस्ता विज्ञ मान्छेहरूले चाहिँ बुझ्नुहुन्छ। अब त्यसलाई अब भाषा सम्पादन गर्ने कुराहरू छन् अनि त्यस्ता हाम्रो चाहिँ इतिहासका कुराहरू छन्। अब हाम्रो चाहिँ यो हाम्रो इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह भन्ने त्यो पुस्तक, अब त्यही पुस्तक हेर्नलाई अधिकांश मान्छेहरू टाढाबाट आउनुहुन्छ। अनि त्यो एउटा चाहिँ वंशावली खोज्नलाई होइन त्यो कुराहरू मान्छेहरू चाहिँ उहाँ मेचीबाट यहाँ आउनुहुन्छ है। त्यति उसो त्यो उहाँबाट यो पुस्तक यहाँ छ अरे भन्ने कुराहरू सोध्नुहुन्छ। उहाँ मृगस्थली पनि सोध्नुहुँदैछ, यहाँ कुराहरू आउँछ कि म मृगस्थली गएको थिएँ यहाँ त छैन, चौगेरा मन्दिरमा हुनसक्छ भनिदिनु हुँदैछ महाराजले। त्यसपछि उहाँबाट यहाँ आउनुहुन्छ, उसमा चाहिँ त्यहाँ चौगेरा मन्दिर खोजेर आउनुहुन्छ। त्यसपछि यहाँ आएको कुराहरू अनुभूति हुन्छ। मन्दिरमा प्रवेश गर्नु अगावै उहाँ चाहिँ यति आनन्दको अनुभूति गर्नुहुने चाहिँ उहाँले भनेको कुरा हो है। मैले आफ्नो चाहिँ मनगणन्ती कुरा होइन, उहाँले भनेको कुरा यति आनन्द आयो हो यस्तो मन्दिर रहेछ उसमा चाहिँ भनेर भन्नुभयो। त्यसपछि आएर यहाँ यस्तो चिज छ भने अब जस्तै हामीसँग त्यो धेरै उपलब्ध छैन। एउटा पुस्तक छ, पुस्तक हेर्नलाई किनेर लैजाने पुस्तक उपलब्ध गराउन सकिएको छैन। पुनः प्रकाशन गरेर त्यस्तो गर्ने हाम्रो त सोचाइ त हो। सबै कुरा प्रक्रियाले जानुपर्ने रहेछ। त्यो चाहिँ अहिले हुन सकेको छैन, ढिलो चाँडो हुन्छ होइन। त्यही पुस्तकहरू पढ्नलाई मान्छे त्यताबाट आउनुहुन्छ होइन। त्यस्ता चिजहरू छन्। हेर्दाखेरि त सामान्य चाहिँ 2-4वटा पुस्तकहरू देखिन्छन्, तर यसमा चाहिँ भवसागर छ। यसमा चाहिँ सबै छ, सागर छ यसमा, गागरमा सागर छ यहाँ चाहिँ होइन। त्यस्तो किसिमको चाहिँ कुराहरू छन्। अब योगी नरेन्द्रनाथले त्यत्रो योगदान गर्नुभएको छ यहाँको लागि होइन। यहाँ 2046 सालमा कोटेम लाग्यो 46 सालमा होइन। त्यसपछि योगी नरेन्द्र यहाँ चाहिँ मासु बलि प्रथालाई उहाँले रोक्नुभएको कुराहरू 46 सालदेखि के अरे 26 सालदेखि रोकेका कुराहरू यो पनि एउटा इतिहासको रूपमा लिनुपर्छ होइन। अब यसलाई चाहिँ सुदृढ गर्दै जानियो भने सबै राम्रो हुँदै जानियो। सबै कुरा घुम्दै फिर्दै रुम्जाटार भने जस्तै हाम्रो संस्कारमा रहन्छ। अहिले हाम्रो संस्कार बिग्रिनाले हामी बिग्रेका छौँ। हाम्रो खानपान रहन सहन बिग्रेको छ होइन। लाउने अब त्यस्ता अहिले हामीले लाउन पर्ने त्यस्ता अवस्थाहरू कस्ता लगाउने। अब अहिले चाहिँ प्यान्टलाई च्यातेर लगाउने होइन, त्यस्तो किसिमका लगाउने त्यस्तो चाहिँ हाम्रो चाहिँ युवा पिँढीहरूको त्यस्तो छ होइन। अब कोही अब अभावको कारणले लगाउँथे पहिला बिचराहरू। अब अहिले त्यसलाई चाहिँ अब नयाँ प्यान्ट नयाँ प्यान्ट च्याते प्यान्टहरू किनेर लगाउने त्यस्तो किसिमको भएको छ होइन। त्यो पनि एउटा संस्कारविहीनको कुरा हुन्। त्यस्तै गरेर अब दुर्व्यसनका कुराहरू आउँछन् त्यसैमा, किनकि अब मान्छेहरू दुर्व्यसनमा लागेका छन्। संस्कार नभएको कारण हो। त्यो संस्कार नभएर दुर्व्यसनमा लाग्छन् अनि भोलि चाहिँ त्यसले चाहिँ पछि चाहिँ गएर एउटा औषधि प्रयोग गरेर अनि त्यहाँबाट केही सिप नलाएर आफ्नो परिवारहरूदेखि पनि वाक्क दिक्क भएर एउटा चाहिँ उसमा जानुपर्छ होइन। त्यस्ता किसिमका अवस्थाहरू छन्। ती कुराहरू हामीले चाहिँ सुदृढ गर्नुपर्छ होइन। संस्कारबाट हामी अगाडि बढ्यौँ भने सबै चिज राम्रो हुन्छ होइन। त्यसबाट संस्कार भए प्रेम हुन्छ, सद्भाव हुन्छ, आनन्द आउँछ त्यसमा चाहिँ होइन। अब संस्कार छैन भने बोली आमा बाबुको बोलीमा फरक हुन्छ होइन, मान्दैनन्, अटेर गर्छन् होइन। त्यसपछि चाहिँ अपशब्द चिजहरू त्यस्ता बोल्ने त्यस्ता चिजहरू हुन्छ। त्यसले गर्दा संस्कार अनिवार्य छ होइन। हाम्रा हिन्दू संस्कार कति आनन्दको संस्कार छ। अहिले हिन्दू संस्कारलाई अब जन्मदिन मनाउने बर्थडे मनाउनेहरूले चाहिँ अब एकदमसित गरिरहेछन्
कसरी यसलाई चाहिँ डोमिनेसन गरौँ भन्ने भइरहेछ उनीहरूलाई होइन। उल्टो अब हाम्रो त वैदिक संस्कार के हो, दीप प्रज्वलन गरेर हामी गर्ने हो, उज्यालो बनाएर अँध्यारोलाई उज्यालो बनाउने हाम्रो चाहिँ संस्कार हो। तर त्यही उसमा चाहिँ मोमबत्ती बाल्छन् अनि उज्यालोलाई बत्ती निभाएर अन्धकारमा चाहिँ जे मन लाग्यो त्यही गर्छन् होइन। केक काट्ने नराम्रो होइन, तर अब त्यसमा अहिले विभिन्न किसिमका केमिकलयुक्त चिजहरू त्यो उडाए अनि त्यही चिज खायो, खाने बेला अखाद्य वस्तुहरू खाइयो होइन। त्यसपछि चिल्लो पिरो अनि त्यसपछि माछा मासु दारू पानी अब तिनीहरू खाए, त्यस मोज मस्ती गरे। त्यहाँबाट अर्को दिनमा कसैलाई पेट दुख्छ, कसैलाई के हुन्छ, आखिर त्यो शरीरलाई त नोक्सान भयो। यहाँ स्मारिका छ, यसमा चाहिँ धेरै कुराहरू छन्। यही पुस्तकबाट तपाईँहरू पनि हस्तान्तरण गर्न आएको। उमादेश महाराज उमादेश उमादेश रिकॉर्ड भइरहेको भिडियो कसको फोटो भिडियो रिकॉर्ड भइरहेको के म बोल्नु यार प्रभु प्रभातजीद्वारा हस्तलिखित चित्रकलाहरू चाहिँ यो पाटनको यात्रा, यो पाटनको यात्रा छ। पहिले यस्तो गरेर पैदल यात्रा जान्थ्यो, अहिले अब गाडी घोडा आयो, सुविधाहरू आयो। यो चाहिँ अब यस्तै छ। यहाँ चाहिँ अब राजा महाराजाहरूको पालोदेखि राजाहरूको जति के भयो चित्रकार गुरु प्रभातजीलाई सुन्यौँ। मैले आफैले गर्नु भएको सबै हस्तलिखित गर्नुभएको। सब कति लाग्यो होला यो गराउन? आज चाहिँ भित्र राखेका छौँ हामीले।